हरिबहादुरको एउटा सुन्दर परिवार थियो। आमा विष्णुमाया र बुबा हरिबहादुरको एक छोरा र दुई छोरी थिए। छोरी अमृता र दुई छोरा शिव र शङ्कर थिए। अमृतालाई 30 वर्षको उमेरमा पोर्चुगलबाट केटा माग्न आए। बाल्य विधिपूर्वक बिहे गरिदिए। शिवको सरिनासँग र शङ्करको राधिकासँग बिहे गरिदिए। शङ्करको बिहेको 17 दिनपछि घरमा भएको सल्लाहबाट नाटकको सुरुवात हुन्छ। सुन जेठा जेठी छोरी त्यसको पनि बिहे हुन्छ र हिजोले कन्यादान पनि गर्छ। कान्छो छोरी सबैको बिहे भएछ र हिजो कान्छो बुहारी भित्रको पनि आज 17 दिन भइसक्यो। हेर हिजो उनीहरूले बिहे दर्ता गरेर पनि आइसक्यो। हेर त भन्दिस् नि घर त खाली छ, अब कसरी काम गर्ने? हेर आज घरभरि मान्छे छ। हेर तेरी आमा पनि आज निकै खुसी छ भनौँ। म आज धेरै खुसी छु। अब यिनीहरूको नाति नातिना खेलाउन पाएँ। स्वर्ग जाने बाटो पनि खुल्यो कि। अहिले नै काम गर्दैन आमा, तपाईँको बुहारीले विदेश नगए हुँदैन भन्थे। विदेश चाहिँ किन जानु हो? आफ्नो माइतमा सबै विदेशमा हुनुहुन्छ, माइतीमा सबै धामी धामी हुनुहुन्छ। यता देवर बाबुको पनि छिटै ढिलो लाग्ने कुरा छ। हेर बुहारी, देश भनेको देश नै हुन्छ। तिमीले हाम्रो जस्तो माया अरूले गर्छ? तिम्रो पनि राम्रै स्यालेरी छँदैछ नेपालमै र छोरोको पनि 20-22 हजार छँदैछ र कान्छो छोरोको पनि राम्रै स्यालेरी छँदैछ। 30,000-40,000 आइहाल्छ। तिमीलाई विदेश चाहिँ किन जानु पर्यो? हामी बसेर तिमीहरूको खर्च परेको हो भने हामी बुढाबुढी गर्दै जान्छौँ नि त। यहाँ पर्नु किनेर खानालाई पनि 200-300 पर्छ। उहाँ भए आफ्नै भुँडीमा लगाएर खाना परेको। कान्छी बुहारीको पनि जाति छैन। कान्छी बुहारी हामीसँगै जान्छन्, हामीले खाना बनाएर दिइहाल्छौँ। हामी डल्लो भेटबारी त हुँदै अनलोपनमा खाना नि। होइन आमा, कस्तो कुरा गर्नुभएको हजुरले? मलाई त हजुरको छोराले अस्ट्रेलियाको भिसा लाग्दै लागेको छ। तिमी पनि सँगै जाउँला भनेर को पनि बिहे गर्नुभएको त? त्यही भएर त यसलाई त गाउँघरको काम खासै गर्न जान्दैन। सानैदेखि सहरमा बसेको, यसलाई लगेर नि के काम छ? केही गर्नै जान्दैन। होइन तिमीहरू विदेश